हेलो हौवा सेवा साथीहरू, आज चाहिँ शनिबारको दिन म चाहिँ सुशीला नाना र कुमारी मिसँग मणिचुड कुण्ड घुम्न जाँदैछु। र कुमारी मिस भित्र तयारी गर्दै हुनुहुन्थ्यो र म चाहिँ बाहिर एकछिन भिडियो लिएँ। हाम्रो भेट भयो त्यो सुन्दरी जान्छ एकछिन कुरा छोड्दै हाम्रो चाहिँ भेट भयो दुईजनाको। अनि भरे सुन्दरी जानु छ अरे क्यामेरा ठडा गरे गर्दा सुन्दरी जानु नपुगी नै बेचिसकेला नपरोस् अब के भन्नु अगाडि ल है हामी चाहिँ लाग्यो एकै खालको हुनुहुँदो रहेछ जुम्ला हुनुहुँदो रहेछ उहाँहरू। कता अरे कता कता हो यता अरे यता हेर ल हामी चाहिँ उकालो लाग्यौँ है। अब कुमारी मिस आँप किन्न लाग्नु भएको हो सिजनको फल आँप हेर्नुहोस्। हामी चाहिँ आँप किन्न लागेको। हजुर लिचु त आँपै बोक्यौँ है। उहाँ दुईजना चाहिँ अगाडि हिँड्नु हुँदैछ। माथि कता हो पुग्नु पर्ने हो मलाई त थाहा पनि छैन लोकेसन। कसैलाई थाहा छैन। र बाटोमा हिँड्दै जाँदाखेरि यस्तो राम्रो दृश्यहरू देखिरहेको थियो र म चाहिँ त्यसलाई भिडियोमा कैद गर्नतिर लागेँ। हेर्नुहोस् कति राम्रो छ वरिपरिको दृश्य। मैले भिडियो नबनाइरहन सकिनँ। एकदमै मलाई भिडियो बनाउन मन लाग्यो र मैले भिडियो बनाएँ। आउन थालिसक्यो उकालीमा। मानिसलाई चाहिँ अलिक थकान लागेको थिएन क्या म त गलेकै छैन। यतिखेर गल्यो भने यतिखेर गल्यो भन्दाखेरि कहाँ फेरि गन्तव्यसम्म पुगेर फर्किन अलिक गाह्रै होला। र हामी एकछिन बिसाए पछाडि फेरि पनि उकालो लाग्यौँ र उकालोमा दुईजना अगाडि अगाडि हुनुहुन्थ्यो। म चाहिँ पछाडि पछाडि भिडियो बनाउँदै हिँडिरहेको थिएँ। यो बाटो पनि तर शीतल थियो र दुईजना रमाइलो गर्दै हँसाउँदै अगाडि अगाडि हिँडिराख्नु भएको थियो। म पनि रमाइलो गर्दै पछाडिबाट भिडियो लिइरहेको थिएँ र उकालो हेर्न सक्नुहुन्छ एकदमै सहज थियो। अखेटा सिडी सिडी थियो, धेरै राम्रो थियो। यहाँ चाहिँ धारा रहेछ, पानी पिउँदै हुनुहुन्छ है कुमारी मिस। के अरे र हिँड्दा हिँड्दै हामी यस्तो ठाउँमा पुग्यौँ कि मलाई भिडियोमा कैद गर्न मन लाग्यो। देख्न सक्नुहुन्छ यो घर र यो घरलाई निकै मेहनत लागेर बनाउनु भएको छ, हेर्न सक्नुहुन्छ। र मलाई यो घरको भिडियोमा कैद गर्न मन लाग्यो, राम्रो थियो। र जति हामी माथि जाँदै थियौँ तल हेर्दाखेरि काठमाडौँ भ्याली त्यति नै राम्रो देखिँदै थियो। हाम्रो खाजा यस्तो छ हेर्नुहोस् साथीहरू। अनि खाने मान्छेहरू चाहिँ हामी छौँ। तपाईँहरूलाई मनपर्छ कि पर्दैन आउनु होला खाजा खानु। म चाहिँ सधैँ बोलाउँछु मात्रै, तपाईँहरू कोही पनि आउनुहुन्न। ल साथीहरू हेर्नुहोस् यता राम्रो तरिकाले करेला खेती गर्नुभएको छ। यी सबैमा राम्रो देखिरहेको छ। हेर्नुहोस् है साथीहरू करेला रोप्ने तरिका, इस्कुस रोप्ने तरिका। र जति टपमा गयौँ त्यति राम्रो उँधोको भ्यूहरू देखिरहेको थियो र मलाई त एकदमै रमाइलो लागिरहेको थियो र मैले भिडियो पनि बनाएँ। र हेर्नुहोस् त काठमाडौँ भ्याली पनि कति राम्रो देखिरहेको थियो। मैले त भिडियो नबनाइरहन सकिनँ र वरिपरि हेर्दाखेरि आनन्द हुने। टपमा गएर उँधो हेर्दाखेरि भ्याली हेर्दाखेरि छुट्टै आनन्द आइरहेको थियो हामी सबैजनालाई। हेर्नुहोस् साथीहरू उकालो हिँड्दा हिँड्दा गलेर एकछिन बसिराख्नु भएको छ, रेस्ट गरिराख्नु भएको छ, पानी पिउँदै हुनुहुन्छ। दुई चारवटा शब्द दस न कुमारी मिस। के चाहिँ शब्द हामी उकालो बढ्दैछौँ।
बढ्दैछौँ। उकालो बढ्दैछौँ तर अहिले चाहिँ एकछिन बसेको पानी भेर खाइएछ कि पानी निस्किनु खोजेपछि त अब गाह्रो हो नि त। गाह्रो भयो। हामी चाहिँ अहिले यता काठमाडौँ सहरलाई हेर्ने कार्यक्रम हुँदैछ। यो टी सर्टमा सरी लेखेर आज गल्ती भइरहेछ कि उता आउँदै हुनुहुन्छ यस्तो बाटो हिँडेको हामी चाहिँ। हजुर हेर्नु न यहाँ काठमाडौँ त कस्तो देखिँदो रहेछ तिम्रै दया तिम्रै माया ज्यान हुन्छ। ल है त हाम्रो यात्राको बोर्डहरू यस्तो छ मणिचुर कुण्ड। ल है कुमारी मिस आइपुग्यो भने त कुमारी मिस के आइपुग्न लागेको थियो। हामी जाँदैछौँ उकालो हेर्दा हेर्दा अलिअलि गलियो पनि तर म चाहिँ अलिकति लडेँ पनि तर के कारणले लडेँ। यो दृश्य यस्तो छ हेर्न सक्नुहुन्छ। ल है हामी आइपुग्यौँ। हजुरहरू कसलाई आँप मनपर्छ? आँप मनपर्नेहरूको लागि यो आँप। र हामी मणिचुर कुण्ड घुमिसके पछाडि छिटो गरेर आँप खायौँ। र है हामी चाहिँ फर्क्यौँ। अब बाटो यस्तो छ हेर्न सक्नुहुन्छ। उता हेर्दै हुनुहुन्छ। यो जङ्गलको म्युजिक सुन्नुहोस् ल कस्तो के म्युजिक सुन्दै हुनुहुन्छ। हामी चाहिँ हेरिरहेछौँ यस्तो बजिरहेछ जङ्गलमा म्युजिकहरू। यति भन्दै आजको मेरो छोटो भ्लग हजुरहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला है त। धन्यवाद।